सम्पूर्ण कृषक दाजुभाइहरूमा नमस्कार। तपाईहरुले हेर्दै हुनुहुन्छ एग्री वर्ल्ड नेपालमा। मलाई यो धानको भिडियो देखाउँदै गर्दा पनि साह्रै नै अप्ठ्यारो लागेको छ दर्शकबिन। हेर्नुस् त वर्षभरि खानी धान यसरी भैमा यसरी खेतमा लडेर एकदमै अब सत्यानाशै हुने हो कि अब सबै अब यसैमा पानी पर्यो भने त अझै उम्रिने होला, के गर्ने होला, के गर्न सकिन्छ होला यस्तो अवस्थामा। दर्शकबिन हेर्नुस् त वर्षभरि भात खानी धान यस्तो अवस्थामा छ। अब यसलाई कसरी उठाउने होला, के गर्ने होला हैन। यो त खतमै भयो, सबै बर्बाद भयो। हेर्नुस् त सबै भैभरि सबै सुतेर मजाले सुतेछ। अब यसलाई कसरी गर्न सकिन्छ होला, के गर्न सकिन्छ होला। सम्पूर्ण दाजुभाइ कृषक दाजुभाइहरूले सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरेर सल्लाह तथा सुझाव दिनु होला। धन्यवाद।